हेलो गाइस, नमस्ते, स्वागत छ हाम्रो नयाँ फेरि पनि रियाक्सन भिडियोमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम फिट एन्ड फाइन बबाल छौँ हैन। आज पनि नयाँ न्यू भिडियो लिएर आइसकेको छु। यो चाहिँ इयरफोन आज हाम्रो चाहिँ लिउ छैन, इयरफोनबाट सल्लाह छौँ हैन। आज पनि न्यू भिडियो ल्याइ सकेको छौँ। हिजो भिडियोको भिडियोहरु पनि हेरेर माया देखाइदिनु होला। माया देखाइरहनु भएको छ हैन। अझै पनि माया देखाइदिनु होला। आज चाहिँ हामीले लेजेन्ड हैन, एकदम बबाल एकदम हैन, सेभेज रिप्लाई दिने हुन्छ नि त। हाम्रो डाक्टर महावीर पुन मन्त्री, अहिलेको शिक्षा मन्त्री हैन, महावीर पुनको एकदम सेभेज रिप्लाई वाला रियाक्सन भिडियो ल्याइसकेको छौँ, कमेडी भिडियो ल्याइसकेको छौँ। यसलाई चाहिँ हजुरले माया गरिदिनु होला, कमेडीको रूपमा हेरिदिनु होला हैन। यसलाई नराम्रो नेगेटिभ रूपमा नहेरिदिनु होला भन्दै अब चाहिँ हामी भिडियो हेर्न गइरहेका छौँ। हामी चाहिँ महावीर पुनको भिडियो हेर्न लागिरहेका छौँ हैन। आज हजुरहरु पनि हेर्नु होला, हामी मात्रै भन्दा नि हजुरहरु पनि हेरेर साथ सपोर्ट गर्नु होला हैन। महावीर पुन थकलाई भिडियो हेर्दै छौँ हैन, सेभेज रिप्लाई वाला भिडियो हेर्दै छौँ हामी चाहिँ। चस्मा ठोक्दियौँ न त गाइस, चस्मा। ल गाइस, अब चाहिँ हामीले हेर्न सुरु गरौँ हैन। ल तपाईं पनि हेर्नु होला के कस्तो लाग्छ है त। घडीको कुरो के हो, यो प्रधानमन्त्रीज्यूलाई च्यादर हान्नु भएको कि सपोर्ट गर्नु भएको हो खासमा? पत्रकारहरूलाई चाहिँ उडाएको हो त्यो चाहिँ। पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या। अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोड्दै छोडेन त। अब के हुन्छ, अनि झोलामा हालेर लिएर आएको। रोलेक्स हो के त्यहाँ, त्यही फोटो हेर न, हो कि होइन। ठाउँ हेर्ने, रमाइलो हेर्ने भन्ने कुरा, झिलिमिली हेर्ने भन्ने कुरा मैले हेरिसक्यो, हेरेर पनि थाकिसक्यो। अब त्यस कारणले मलाई चाहिँ त्यस्तो चाहिँदैन। भनेपछि रिफ्रेस हुनको लागि चाहिँ दिउँसो चाहिँ सुत्नुहुन्छ तपाईँ? दिउँसो सुत्दिन, राति सुत्छु। अब जस्तै कि हाम्रो चाहिँ धरानको मेरो अर्को साम्पाङज्यूको पनि त्यो खालको प्रतिक्रिया आउँछ, यसरी चाहिँ प्रतिक्रिया नदिए हुन्थ्यो नि भनेर पनि भन्छ नि सर, कस्तो लाग्छ? किन नदिने, प्रतिक्रिया दिने मात्र होइन, मैले त पायो भने ठोकिदिन्छु पनि भनेको छु होइन। अब भेट हुँदैन, अब फेसबुकमा ठोकेर भएन। त्यो खानेकुरामा पनि मैले केही पनि वास्ता गरेँ। भोक लाग्यो भने जे छ त्यो, भोक लाग्दैन। कुनै संस्थाले सम्मानपूर्वक दिएको मायाको चिनो मेडललाई तपाईँले सजिलैसँग बिक्री गरिदिनु भयो के भन्नुहुन्छ यसमा? बिक्री गर्न होइन, काम नलाग्ने मायाको सम्झनाहरू टिपेर पनि फालेको छ। अब जेसुकै गरोस्, मलाई राजनीतिसँग वास्ता छैन। देश र राज्यबाट के कुराको आशा छ हजुरलाई? केही आशा छैन। तपाईँ पछिल्लो समय खुसी हुनुभएको, हाँस्नु भएको कुनै पल मलाई भनिदिनुहोस्। कतिखेर तपाईँ हाँस्नुहुन्छ? सधैँ हाँस्छु। उहाँले के ठुलै निर्णय गर्यो भन्ने ठाने कि क्या? मन्त्री हुनुहुन्छ, अहिलेसम्म त्रिभुवन विश्वविद्यालय नीति तथा कार्यक्रम धरि ल्याएको छैन, के भन्नुहुन्छ? अब त्यो त प्रयास गर्दैछन् त्यहाँ चिनेहरूले होइन। अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने। घरको सम्पादक त अब जेनजी उमेरमा परेन, ढङ्ग ल्याएन भने त्यो पार्टी खोलेको केही अर्थ हुँदैन। कसैको पार्टीमा अहिले जानु, सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला? अरे ज्योतिषीको कुरा नगर न हो। अब 32 वर्षसम्म म त पालिएको छु। 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म होइन। हावा र पानी खाएर बाँचेको छैन होला, किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला। आर यु कमेडी मी? अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ।
हजुरलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप दिएर आउनु भयो भित्र आत्मबल स्याउ अब के अरे फुलको गुच्छा अनि केरा यस्तो दिए अहिले तपाईँ 70 वर्षको हुनुभयो 70 वर्षको उमेरमा पनि यो जोस जाँगर यो ऊर्जा चाहिँ कसरी मान्छे कसरी बाँच्छ भात खायो भने ऊर्जा आउँछ मेरो खराब पानी छ मेरो हरेक वर्ष यहाँ अरू अनुसन्धान केन्द्रहरू छन् अनुसन्धान केन्द्रहरूलाई पनि सरकारले बजेट छुट्याइरहेको छ हामीले एउटा फरक अवधारणा के पेश गरेको भने यस्तो किसिमको आविष्कार केन्द्रहरू अनुसन्धान केन्द्रहरूलाई दिगो यसरी पनि बनाउन सकिन्छ भन्दाखेरि दिमागमा नघुसेपछि त अब त्यसलाई चाहिँ अब सुइरो लगाएर घुसाउने कुरा त आएन म 28 वर्ष भयो भनौँ अमेरिकाबाट फर्केर आएको म चाहिँ अब गल्लीको कुकुर जस्तो अथवा भतुवा कुकुर जस्तो डुलिरहेको जतिको व्यक्तित्वले चाहिँ नि यो अन्तरिम सरकारको मन्त्री बन्नु हुन्थेन यो 6 महिना त पुग्दा पुग्दै जान्थेन तपाईँको व्यक्तित्वमा रास पो आउने हो कि भन्ने पनि प्रश्न आइरहेको छ व्यक्तित्वमा रास आउँछ कि आउँदैन भन्ने कुरा अब समयले बताउने कुरा हो यो 6 महिनाको लागि म किन मन्त्री भएँ भन्ने कथा चाहिँ अलिकति गहिरो छ त्यो म अर्को आत्मकथाको किताब लेख्दाखेरि त्यहाँ हालौँला जिउने चाहिँ अहिले तपाईँ लक्षित त्यो स्ट्याटस छैन भन्नुभएको छ अब के छ तपाईँले फिर्ता गर्नुहुन्छ कि त्यो भनाइ के गर्नुहुन्छ अब केही छ तपाईँबाट भनाइ धेरै नबोल्नु भनेको छ त्यो किन फिर्ता गर्ने ऊ धेरै बोलिरहेको छ उहाँले भन्नुभएको छ झट्ट रिस उठिहाल्ने र प्रतिक्रिया दिइहाल्ने मान्छे अशिक्षित हो भने ऊ मनोरोगी हो शिक्षित हो भने घमण्डी र अहङ्कारी हो भनेर उहाँले भन्नुभएको छ शिवजीलाई कतिपल्ट रिस उठ्छ शिव भगवान एकदमै रिसाए भगवान होइन उसले चाहिँ रिसाएर चाहिँ कतिलाई चाहिँ भस्मै गर्ने लखट्ने गरेको छैन शिवजीले अनि अन्य भगवानहरूलाई पनि त रिस उठ्छ भगवानलाई पनि रिस उठ्छ भने के म मान्छे हो म त साधारण भुइँ मान्छे हो भुइँ मान्छेलाई रिस उठ्दैन थकान हुँदा चाहिँ रिफ्रेस हुनको लागि अब मान्छेहरू रिफ्रेस थकान हुँदाखेरि रिफ्रेस हुने सबैभन्दा राम्रो तरिका हजुर सुत्ने है कालीखोटा जिल्लामा किताब बेचियो 9 करोड रुपियाँ जति खर्च कटाएर जम्मा भइसकेको छ त्यो पैसा जम्मा मात्रै गरेर ब्याङ्कमा जम्मा गरेको छैन त्यो खर्च हुँदैछ त्यसपछि अर्को आइडिया निकाल्नु पर्ला होइन किनभने आइडिया एकैचोटि निकाल्यो भने बर्बाद पर्छ पैसा दिने सरकारले भनेको हो दिएन खुब राम्रो गरेछ आर यु कमेडी मी ल गाइस फाइनली हामीले रियाक्ट गरेर सकिसकेका छौँ मेरो बुढी चाहिँ आज निद्राले होइन 10 रातिको 10-11 बजिसकेको छ तिमीलाई निद्रा लागिसक्यो हा एकदम म चाहिँ निद्राले आज झ्याप भइसकेको छ होइन हामीले चाहिँ महावीरपुरको एकदम थक लाइभ हेऱ्यो कस्तो लाग्यो तिमीलाई एकदम बबाल हेरिसकेका छौँ तपाईँहरूलाई पनि के कस्तो लाग्छ है आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला अनि यो भिडियोलाई चाहिँ धेरै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला भन्दै आजलाई छुट्टिन्छु टाटा बाई बाई